रहेछ मलाई नि बोलाउ न त भनेर हाँस्नु भएको छ। अनि तिमी परेछौ अरूलाई रुवाउने, म परे आफू रोएर अरूलाई हँसाउने, त्यही भएर बोलाउनु भएको। फरक यही छ तिमीमा हामीमा हैन। यो कमेन्ट मैले जहाँबाट उठाएँ दिदीबहिनीहरू, रमाइलो छ उत्सवको इन्टरभ्यूबाट दिदीबहिनीहरूलाई यति पोलेको रहेछ, यति जलन भएको रहेछ हैन। मेरोमा आएर कमेन्ट गर्न मात्रै यिनीहरूले नसकेका रहेछन् क्या। त्यहीँ गएर रुनुपर्ने ठाउँ नै त्यही हो। कोठामा बसेर रोको त तिमीहरूले देख्दैनौ त। कोठामा बसेर रोएर डोरी खोजेर बिस खोजेर मर्दा किन मर्नु पारो भन्दै आइपुग्छ नेताहरू। अनि मैले यस्तै यिनकै मैले किन उठाएँ भन्दा यस्ता यति धेरै कमेन्टहरू छ। मेरो बुढा 20 दिनमै जानुभएको छोडेर, बुझ्यौ नि तिमीहरूलाई। हुन त अब मलाई इन्टरभ्यू लिन बोलाउनु भएको हो क्या, मैले दिने हो। उहाँहरूले सोधेको प्रश्नको उत्तर मैले दिने हो। तिमीहरूलाई कतिलाई पत्दैन तिमीहरूलाई सुनाउन नि गएको होइन म। एउटा कुरा कस्तो म फेरि आफ्नै रूपमा आउँछु दिदीबहिनीहरू, म त सुध्रिसकेकी मान्छे होइन। यति धेरै लाइन छ पोडकास्ट र इन्टरभ्यूको। अहिले बिरामीभरि दाँतले दबाई खाएर मात्रै मैले रिप्लाई दिएको। ज्वरो आएर मर्न आँट्यो, अब हिँड्न आँटेका, हामी उड्न आँटेका। 2 बजेको फ्लाइट छ। अनि त्यहाँ अर्को कुरा, मेरो पनि बुढाहरू त 6 दिनमै जानुभएको त कुन ठुलो कुरो हो र? तिमीहरूलाई ठुलो कुरो लाग्दैन होला नि त? तिमीहरूका बुढा गए साइडमा खेताला कोठालाई राखेकै हुन्छ होला त। अनि किन हुन्छ त? तिमीहरूलाई पीडा के हो, व्यथा के हो? एउटा सिङ्गल महिलाको घरभित्रको पीडा, छोराछोरी हुर्कँदाको, सासु ससुरासँग बस्दाको, या आवश्यक सामाजिक कुराहरूको यति धेरै कुराहरू हुन्छन्, यति पीडा हुन्छ, कति थोक हुन्छ हुन त मेरो भिडियोबाट पनि म हालिरहेको हुन्थेँ होइन। तर म चाहिँ हाँस्ने र हँसाउनेमा पर्छु क्या। म आफू रोए पनि केही रुनै पर्छ अरे, कहिले आँसु कसो आउँछ अरे। अनि एकैछिनमा कसरी त्यसरी आँसु आउँछ अरे? आउँछ त त्यसरी नै आउँछ त, देखेनौ त? हामीमा केही देख्नु भएर त बोलाउनुहुन्छ त। अब तिमीहरूमा त केही छैन त। अनि गुणको गु पनि छैन। अनि म त त्यसो पो भन्छु दिदीबहिनीहरू, यसरी तपाईँहरूले हिलिली गर्ने होइन, यो छोरी मान्छेलाई सपोर्ट गर्नुहुन्छ। छोरी मान्छे तपाईँहरू हो यसरी नै खुट्टा तान्नुहुन्छ र तपाईँहरू जाकको कुवाको भ्याएको त कुवामै रहन्छ। यो माइली बुहारी भनेर चिनिनको लागि पनि धेरै सङ्घर्ष हामीले गरिसकेका छौँ। हाम्रो त कामै यही हो त, कामै यही हो। ठुलो बिजनेस गरेर त पैसा नि हुनु पर्यो। अब गर्नलाई चाहिँ कमाउँदैछु, दुःख गर्दैछु म, बुझ्नु भएन? कति धेरै तपाईँहरूलाई पीडा हो। तपाईँ के अरूलाई रुवाउनेमा पर्नुहुन्छ र यहाँ हिलिली हाँस्नु भएको? रुन्छु त। जो मेरो यहाँ यो मनसँग जोडिएको हुन्छ, म उनीहरूको नाम लिने बित्तिकै रुन्छु। तिमीलाई किन टाउको दुखो त मैले रुँदा? तिमी त अरूलाई तिमीहरू क्या। यो यस्तै धेरै कमेन्ट यो भिडियोमै यस्तै छ। हेर त अब माइली दिदी काटेरै बसिरहेको तिमीहरू कुरा, तिमीहरूले कुरा काटेरै होला। म त आशीर्वाद लागेको मलाई चाहिँ। अनि उत्तर नदिने भन्नुहुन्छ। किन नदिनु मैले उत्तर? कान दुखेर त दाँत दुखेर सबै कानसान सबै हानेको छ। अनि अलिअलि रिस उठ्छ त। हेर्नु न, कम्पेयर गरेका छन्, उसलाई त्यसो भनेका छन्, उसलाई त्यसो। सो वाट हामी खुसी छौँ। हामी इन्टरभ्यू लिने दिने यति ह्याप्पी छौँ। यति मेसेज छ उत्सव भाइको, मैले गरेको, निसी ममको। अनि तिमीहरू त त्यही जलेरै बसिरहेको, पुरै काटेर बसिरहन नि कमेन्टमा। कि यो कपालमा पनि भेट्ने त होइन? माइली दिदीहरू कहाँ पुगिसके, हिरोनी बन्न आँटिसके, कुरा काटेका छन्, रुने हो। तिमीहरूलाई त त्यही कुनो पनि भेट्दैनौ रुन। त्यत्रो प्लेटफर्म त तिमीहरूको त कल्पनै नगर न, सम्झिने पानी छम्किने होइन। अनि कोही के भनेको छैन, कस्ता उठाएर ल्याएको अरे। देखेनौ पावर कस्तालाई उठाएर ल्याएको रहेछ भनेर? भ्युज हेऱ्यो होला, कमेन्ट हेऱ्यो होला, देख्यौ नि त। सही हो, एकदमै प्योर हुनुपर्छ। अनि एकदमै सही कुरा बोल्नुपर्छ। जे छ त्यो बोल्ने हो, दायाँ बायाँ यताउति नगरिकन। अनि मात्रै नाम हुन्छ, काम हुन्छ, दाम हुन्छ। ल दाँत दुखिरहेछ, यति नै भन्नु मलाई। यिनलाई मर्न आँटेछौ त, बोलेर के गर्छौ त? घरमै गएर भान्साई कोठाबाट उत्तर दिउँ कि भनेको, यहाँ फ्लाइट अलि डिले हुने भयो। त्यही भएर ल दिदीबहिनीहरू हेर्नु न मेरो अर्को प्रगति। डिफर डायमन्ड्स यहाँ आयो, यी कमायो, यी किन हिलाएर हिँडिदिइरहेको। यो पेन किलर हो कि पेन किलर के अरे आकृति, दबाई दुखाइको कम गर्ने पेन किलर खाएर काम गर्न कुदिरहेकी छु। अनि यस्तो छ दिदीबहिनीहरू, सपोर्ट गर्नुहोस्। तपाईँलाई हामीले गर्ने हो, हामीले तपाईँले हामीलाई हो क्या। यसरी कुरा काटेर हुँदैन नि त। ल कति कमेन्ट त व्हाट ननसेन्स कमेन्ट। ओ माई गस होइन। मेरो बुढो म मेरो परिवार यति धेरै खुसी छौँ। हुन त यो जरुरी थिएन। यो खुसी छ कि छैन आकृति भन् त? यहाँ आइज न, मेरो बारेमा 2-4 एकदम धेरै खुसी छु, एकदम धेरै। म त रातभरि तपाईँको बारेमा हेर्थेँ हैन पोडकास्ट। नजिकै हुने मान्छेले कसरी चिन्छन्? यो पनि हिजो अस्ति जोडियो कि मसँग, हो कि हैन? अनि
अनि यस्तो लेख्छ नि त त्यहाँ गएर रुने ठाउँमा अरे रुन्छु नि म त जहाँ पनि रुन्छु जेलेसी अनि त्यस्तो छ तिमीहरूलाई भएको छ होला नि जताततै खोलो माइलीकै मात्रै आउँछ निस्सिकै मात्रै आउँछ यतिखेर त भनेर उत्पात भएको होला नि के गर्छ त कर्म इज ब्याक राम्रो काम गरेर आउँछ तिमीहरूको पनि कुरा काटेर नबस कति भन्नु होइन केही फरक पर्दैन अलिअलि चाहिँ पर्छ भनेको उत्तर चाहिँ दिन्छु म यसमा चाहिँ मलाई त नदिए भन्दा पनि हुँदैन क्या त्यो नभएको कुरा किन गरेका भनेको तिमीहरूलाई बोलाउँदैन त के गर्नु त्यही पनि म भनिदिन्छु साह्रै गुनासो गरेछ भन्दैछु उसो भाइलाई मर्न आँटी छ हाम्री काल सानी एकचोटि बोलाइदियो है बोलाइदिनु है उत्सव भाइ त्यहाँ गर अनि तिमी पनि रुनु अनि वे गरेर रुनु के गरेर रालसिंगन गरेर पसारिनु हुन त तिमीहरूको के छ होला र सोध्नु परेर रुनलाई के गर्छौ माइली परी त्यसै माइली परी भएको होइन त तिमीलाई सही कुरा गर्दा पत्दैन कति छ मेरो दुःख पीडा छोराछोरी छोडेर उहाँ घरमा पीडा यत्तिकै छ व्यथा उत्तिकै छ बुढो विदेशमा हुनुहुन्छ एउटै परिवार चारतिर बाँडिएका छौँ कति थोक छ होइन तिमीहरूलाई भनौ त तिमीहरूको लागि त नि यो समाज कस्तो नि त हामी त रोइदिएर मर्दिनै पर्छ क्या मर्दिनै पर्छ तिमीहरूलाई त केही गर्नै हुँदैन बोलेन भने पनि किन बोलिनस् घमण्डी धेर बोल्यो भने नि कति बोले कि तिमीहरूको चित्त बुझाउन आएको हो म तिमीहरूको लागि आइदिएको र मलाई बोलाउनु भयो मेरो जीवनका कथा व्यथा भोगाई मलाई सोध्न बोलाउनु भयो मैले भने यहाँ तिमीहरू कोही होइन कि मैले खुसी पार्नको लागि तिमीहरू जस्तो चाहिँ यो कमेन्टमा भनिदिन्छु म त भनिदिन्छु के छ मलाई म आफू त सही बाटो मेरो सही काम गर्ने हो म घमण्ड भन्नेको घ पनि छैन दिदी पनि तर यो ननसेन्स कमेन्टहरूले चाहिँ मलाई कतै यो फेरि स्पेसली यो दिदी पिनीहरूको के खालको यिनीहरूको दिमाग हुन त दिमाग चाहिँ घुँडामा सैदाको गु भरिएको दिमाग होइन अनि यस्तो गर्छ है भयो ल आकृति धेर भन्दिनँ दाँत दुखेको छ कि पुग्यो यति भएलाई नर्मल डोज पुग्यो नि ल गयो ल आज नभौला